नमस्कार। आज हामी आर्थिक अधिकार र राजस्वको बाँडफाँडबारे चाहिँ जान्नेछौँ। यो नेपालको संविधानको भाग 5 धारा 59 र 60मा चाहिँ व्यवस्था गरेको छ। लगभग उस्तै छ। हामीहरू ठ्याक्क झुक्किन्छौँ पहिला, हैन? जस्तै आर्थिक अधिकारमा पनि सेम छ, राजस्व बाँडफाँडमा पनि सेम छ। अब काहीँ अनुदानका कुराहरू, राजस्वका कुराहरू गरेका छ, काहीँ नीति निर्माण कानुनका कुराहरू, ऋणका कुराहरू गरेका छ, हैन? यो दुईटै हुन त सेम हो, एउटै हो विषय। तर हामीले पहिला नर्मली हामीले बुझ्नेछौँ मात्र, कसरी बुझ्ने अनि त्यसपछि हामीले कसरी चाहिँ इक्जाममा चाहिँ आयो भने हामीले टक्क चाहिँ लेख्न सक्छौँ त भन्ने विषयबारे चाहिँ आज हामीहरू जान्नेछौँ। मैले यहाँ केही पनि लेखिनँ, जस्तै आर्थिक अधिकार मात्र लेखेँ। त्यहाँ चाहिँ के छ भन्दाखेरि धारा 59मा सङ्घ प्रदेश र स्थानीय तहको आर्थिक अधिकार सम्बन्धी भएको व्यवस्था छ, हैन? अब त्यहाँ हामीले कसरी बुझ्न सक्छौँ भन्ने पहिला हामीले यो आर्थिक अधिकारको बारेमा चाहिँ जान्छौँ, त्यसपछि चाहिँ यो राजस्वको बाँडफाँड बारेमा चाहिँ त्यहीसँगै ट्याली गरेर चाहिँ हामी जान्नेछौँ। अब कस्तो छ भन्नुहुन्छ भने जस्तै सुरुमा यो आर्थिक अधिकार भन्दा बित्तिकै अब हामीले थोरै यहाँ बुझ्नै पर्ने कुरा सुरुमा चाहिँ बुझौँ, त्यसपछि मात्र हामीहरू लेखौँला, हैन? यो अनुसूचीहरू छन् नि, जो 5 देखि 9 सम्मको, यो अनुसूचीमै आधारित भएर चाहिँ यो आर्थिक अधिकार र राजस्वको चाहिँ बाँडफाँड गर्ने विषयलाई चाहिँ जोड दिएको छ। अब यो आर्थिक अधिकार भन्दा बित्तिकै हामीले झ्याप्पै सम्झिने हो भने के सम्झिन्छौँ? हामीले पैसासँग सम्बन्धित मात्र सम्झिन्छौँ। अनि यो राजस्व भनेको पनि पैसासँग सम्बन्धित हो, हैन? लगभग सेम एउटै विषय, तर हामीले संविधानमा हेर्ने हो भने फरक तरिकाले चाहिँ व्यवस्था गरेको पाउँछौँ। अब सुरुमा जान्छौँ हामी सङ्घ प्रदेश स्थानीय तहको आर्थिक अधिकार, है त। आर्थिक अधिकार सम्बन्धी चाहिँ व्यवस्था के छ त नेपालको संविधानमा? अब यसले सुरुमा के छ भन्नुहुन्छ भने यो सङ्घ प्रदेश र स्थानीय तहको चाहिँ अधिकार क्षेत्र, यो आफ्नो अधिकार क्षेत्रभित्र रहेर मात्र के गर्न सक्ने, कानुन निर्माण गर्न सक्ने, नीतिहरू बनाउन सक्ने र बजेट निर्माण गर्ने भनेर सुरुमा चाहिँ त्यो भनेको छ कि। अब हामीले सम्झिने कसरी सम्झिने, अब यसलाई कसरी पढ्ने भन्नाले सुरुमा हजुरहरूले जस्तै यो अब यहाँ मैले एउटा मात्र बनाइदिएँ, हैन? अब जस्तै यो सङ्घ हो, यो प्रदेश हो, हैन? अहिले म लेख्ने तरिका पनि म सिकाउँछु। अब यहाँ सुन है त, सङ्घ ठुलो छ, प्रदेश, त्यसपछि अब यसलाई हामीले यसरी फिगरबाट चाहिँ सिक्ने, है त। अब यो यहाँ स्थानीय हो, स्थानीय, यो स्थानीय भयो, यो प्रदेश भयो, यो प्रदेश भयो र यो सङ्घ भयो। अब यसलाई कसरी सम्झिने? यो विषय योमा पनि मेल खान्छ र योमा पनि मेल खान्छ, है। हजुरहरूलाई मैले एकदमै इजी तरिकाले मात्र पहिला बुझौँ, लेख्नुभन्दा पहिला बुझौँ, त्यसपछि एकचोटि पढौँ, अनि त्यसपछि मात्र इक्जाममा त्यसपछि त लेख्न त सकिहालिन्छ। इक्जाममा यसरी लेख्ने, यस्तो तरिकाले लेख्ने भन्ने आफै पनि आइडिया चाहिँ क्रिएटेड हुन्छ, हैन? अब जस्तै के भन्छ भन्नुहुन्छ भने आर्थिक अधिकार पहिला सङ्घको अधिकार अनुसूची कतिमा छ, त्यसपछि प्रदेशको अधिकारको अनुसूची कतिमा छ र स्थानीय तहको अधिकारको अनुसूची कतिमा व्यवस्था चाहिँ गरेको छ। जस्तै यो 5 अनुसूची 5 अनुसूची 5 यो 6 यो 8, हैन त? यो हो, यो 5 मा छ, यो 6 मा छ र यो 8 मा छ। अब यसले के भन्छ, यसको सुरुको बुलेटले के भन्छ भन्नुहुन्छ भने जस्तै सङ्घ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र मात्र रहेर के गर्न सक्ने, कानुन बनाउन सक्ने, नीतिहरू बनाउन सक्ने, हैन, र बजेट निर्माण गर्न सक्ने भनेको छ। यो तीनैवटा विषय यो अनुसूचीले दिएको अधिकारमा रहेर मात्र कानुन र बजेट निर्माण गर्न सक्ने भनेको छ कि। सुरुमा हामीले सम्झिनुपर्ने पहिलो विषय छ बजेट निर्माण गर्न सक्ने। तर के को आधारमा भन्नुहुन्छ भने यही आफ्नो अधिकार क्षेत्रभित्रको अधिकार प्राप्त गरेर मात्र के गर्न सक्ने रहेछन्, कानुन बनाउने, बजेट निर्माण गर्ने र नीति निर्धारण गर्ने।
नीति बनाउने भनेर सम्झिने। अब को बनाउने त भने संघले आफ्नो अधिकारभित्र रहेर, प्रदेशले आफ्नो अधिकारभित्र रहेर र स्थानीय तहले आफ्नो अधिकारभित्र रहेर मात्र के गर्न सक्ने रहेछन्, यति कुराहरू चाहिँ गर्न सक्ने रहेछन् भनेर हजुरहरूले नर्मल्ली बुझ्नु होला। र अर्को भनेको अब दोस्रोमा के छ भन्नुहुन्छ भन्नाले यो तीनैवटा विषयको साझा अधिकार सूची भन्छ के। साझा भनेको त कति हो, अनुसूची 9 हो। यहाँ अनुसूचीका कुराहरू मात्र आएका छन् है त। जस्तै हामीले नर्मल्ली बुझ्ने हो भने अनुसूचीले जे अधिकार दिएको छ त्यो अधिकारभित्र रहेर मात्र आर्थिक कारोबार त्यहाँ सबै छ नि, त्यहाँ सबै छ के। राजस्वका कुराहरू पनि त्यही छन्, नीति नियम बनाउने कुराहरू पनि त्यही छन् हो। अब आफ्नो आवश्यकता जस्तै कहाँ विकास निर्माणका कामहरू गर्ने हो, जस्तै कहाँ भौतिक पूर्वाधार गर्ने, कहाँ आधारभूत सेवाहरू पूर्ति गर्ने भन्ने विषय सबै के भित्र व्यवस्था गरेको छ त, यो अनुसूची भित्रै व्यवस्था गरेको छ के हैन। अब यो दोस्रोले के भन्छ भन्नुहुन्छ भने दोस्रोले यो साझा अधिकारको विषयमा चाहिँ प्रदेश र स्थानीय तहलाई समेत लागू हुने गरेर संघले के गर्न सक्ने छ त, कानुन बनाउन सक्ने भन्छ। अब यहाँ सुन्नु है त। जस्तै यसले के भन्यो भन्नुहुन्छ भने अब साझा अधिकारको विषयमा संघले प्रदेश र स्थानीय तहलाई समेत लागू हुने गरी के गर्न सक्छ, कानुन बनाउने छ भन्छ के। जस्तै साझा अधिकारको विषयमा कसले गर्ने रहेछ त, जस्तै यो प्रदेश र स्थानीय तहलाई समेत लागू हुने गरेर संघले मात्र साझा अधिकारको विषयमा चाहिँ कानुन बनाउन सक्ने व्यवस्था रहेको छ भन्छ हैन। अब तेस्रोमा के भन्छ भन्नुहुन्छ भने जस्तै यो तिनैले जस्तै अब केही न केही त संघ, प्रदेश र स्थानीय तहले केही न केही त प्रतिफल प्राप्त त गर्लान् कि नै। जस्तै यति काम गरिसकेपछि अब संघ, प्रदेश र स्थानीय तहले प्राप्त गरेको प्रतिफलको चाहिँ के गर्ने त भन्नाले न्यायोचित वितरण गर्ने भन्छ के। जस्तै यो तीनैवटा तहले यो सबै काम गरिसकेपछि त केही न केही त लाभ अथवा प्रतिफल त प्राप्त गर्छन् हो। त्यो प्राप्त गरेको प्रतिफल चाहिँ यो तीनै तहमा चाहिँ न्यायोचित रूपले चाहिँ के गर्नुपर्ने छ त, वितरण गर्नुपर्ने छ भनेको छ है त। अब यहाँ सुन्नु है त। अब त्यसपछि के भन्छ भन्नुहुन्छ भने जस्तै यो प्रदेश र स्थानीय तहले जस्तै बजेट त बनाउँछन्, प्रदेश र स्थानीय तहले बनाएको बजेट अब पेश गर्ने समयावधि चाहिँ कसले निर्धारण गर्ने त भन्ने पनि त्यहाँ व्यवस्था राखेको छ। जस्तै अब के भन्छ भन्नुहुन्छ भने जस्तै यो प्रदेश र स्थानीय तहले यो बजेट बनाउँदाखेरि पेश गर्ने समय चाहिँ कसले तोक्ने त भने अब यी प्रदेश र स्थानीय तहले बनाएको बजेट पेश गर्ने समयावधि कसले निर्धारण गरे बमोजिम हुने भन्नाले संघीय कानुन बमोजिम हुने व्यवस्था चाहिँ छ। जस्तै अब नेपालको संविधानले नै के भन्छ भन्नाले जस्तै जेठ 15 मा कसले बजेट पेश गर्ने, जस्तै असाढ 1 मा कसले गर्ने हैन, अनि त्यसपछि असाढ 10 गते चाहिँ कसले गर्ने भनेर संविधानले नै
तोकिसकेपछि जस्तै यसले के भन्यो भन्नाले प्रदेश र स्थानीय तहले बनाएको बजेट पेश गर्ने समयावधि संघीय कानुनले बनाएको समय अथवा संघीय कानुनले तोके बमोजिम चाहिँ हुनेछ भनेर व्यवस्था राखिदियो। अब त्यसपछि के छ भन्नुहुन्छ भन्नाले जस्तै अब यहाँ सङ्घ प्रदेश र स्थानीय तहले चाहिँ यदि प्राकृतिक स्रोतमा कुनै लगानी गरे हैन, प्राकृतिक स्रोत साधनको लगानीमा भन्छ। अब के हुन्छ भन्नुहुन्छ भने सङ्घ प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोत साधनको प्रयोगमा यदि प्राकृतिक स्रोत साधनहरूको प्रयोगमा स्थानीयले चाहिँ लगानी गर्न खोजेको खण्डमा हैन, प्रयोगमा स्थानीयले लगानी गर्न खोजेमा स्थानीयलाई नै के गर्नु पर्यो त हामीले स्थानीयलाई प्राथमिकता दिने भन्छ के। अब यहाँ सुन्नु है त, सुरुमा हामीले जस्तै के बुझ्यौं त भन्नाले यो तीनैवटा आफ्नो अधिकारमा रहेर कानुन बनाउन सक्ने रहेछन्, बजेट बनाउन सक्ने रहेछन्। त्यसपछि साझा अधिकारको विषयमा के गर्न सक्ने रहेछन्, सङ्घले मात्र बनाउन सक्ने रहेछ। त्यसपछि यो तीनैवटा तहले जस्तै अब साझा अधिकारको विषयमा सङ्घले बनाउने, तर यिनीहरूको प्राप्त प्रतिफल चाहिँ के गर्नुपर्ने रहेछ, तिनै तहले समान रूपले चाहिँ वितरण गर्नुपर्ने रहेछ। अब यो जब यो समान रूपले वितरण गरे नि, वितरण गर्दै गर्दाखेरि त बजेट त अवश्य पनि आवश्यक पर्छ नि त, प्रदेशलाई पनि स्थानीय तहलाई पनि। अब प्रदेश र स्थानीय तहले बनाएको बजेट हैन पेश त गर्नु पर्यो नि, पेश त गर्ने, तर कसले तोकेको समय अनुसार गर्ने त भन्नाले सङ्घले तोकेको समय अनुसार मात्र प्रदेश र स्थानीय तहले चाहिँ के गर्दा रहेछन् त, बजेट पेश गर्दा रहेछन् हैन। अब बजेट कहाँ लगाउनु पर्यो, हामीले प्राकृतिक स्रोत साधनमा लगाउनु पर्यो भनेर याद गर्ने। विकास निर्माणका कामहरूमा लगाउनु पर्यो नि त बजेट भनेको हैन, चालु पुँजीगत हैन हो, त्यस्तोमा लगाउँदाखेरि अब प्राकृतिक स्रोत साधनहरूको त अनिवार्य प्रयोग गर्नुपर्छ हो। यो प्राकृतिक स्रोत साधनहरूको प्रयोगमा सङ्घ प्रदेश र स्थानीय तहहरूले प्राकृतिक स्रोत साधनहरूको प्रयोगमा यदि स्थानीय तहले नै अथवा स्थानीयले चाहिँ लगानी गर्न खोजेको खण्डमा तिनीहरूलाई के गर्नु पर्यो त, प्राथमिकता दिनु पर्यो, हामीले प्रोत्साहन गर्नु पर्यो भन्छ है त। अब यो विषय यति आयो। अब त्यसपछि के छ भन्नुहुन्छ भन्नाले जस्तै सङ्घ प्रदेश र स्थानीय तहलाई ऋण लिने अधिकार कसलाई मात्र हुन्छ, वैदेशिक ऋण र सहायता लिने अधिकार कसलाई मात्र हुन्छ भन्नुहुन्छ भने वैदेशिक ऋण र सहायता लिनुपर्ने अधिकार सङ्घलाई मात्र हुन्छ के। जस्तै न त प्रदेशलाई हुन्छ न त स्थानीयलाई हुन्छ, तर आन्तरिक ऋण लिँदाखेरि फेरि के गर्नुपर्छ त, प्रदेश र स्थानीय तहले चाहिँ सङ्घको सहमतिमा मात्र आन्तरिक ऋण लिन चाहिँ पाउने व्यवस्था रहेको छ है। अब त्यसपछि के भन्छ भन्नाले वैदेशिक ऋण र सहायता लिने अधिकार सङ्घलाई मात्र हुनेछ भनेको छ, हुनेछ हैन। अब यो जस्तै वैदेशिक ऋण र सहायता त लियो, तर वैदेशिक ऋण र सहायता लिँदाखेरि हामीले समग्र देशको आर्थिक स्थायित्वलाई आधार मानेर मात्र हामीले के गर्नुपर्छ त, वैदेशिक ऋण र सहायता चाहिँ लिनुपर्छ भन्छ है त। जस्तै वैदेशिक, अब यहाँ वैदेशिक ऋण र सहायता लिँदा समग्र देशको आर्थिक स्थायित्वको आधारमा मात्र लिनुपर्छ भन्छ के, लिनुपर्छ भनेको छ।
हो। अब नेपालको संविधानको धारा 59 भाग 5 धारा 59 मा चाहिँ यति मात्र व्यवस्था गरेको छ। जस्तै आर्थिक अधिकार भन्दा बित्तिकै हामीले केवल बजेटसँग आर्थिक कुरा मात्र रहेन रहेछ नि त। त्यो आर्थिक कुराहरूमा चाहिँ वैदेशिक ऋण हो, सहायता, अनि प्राकृतिक स्रोत साधन हो, आर्थिक स्थायित्व हो कि नै, कानुनहरू हो, अनि त्यसपछि नीतिहरू पनि चाहिँदा रहेछन्, तिनीहरूको अनुसूचीको अधिकार पनि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयले चाहिँ हामीले ध्यान दिने एकदमै जरुरी छ है त। हो, यति व्यवस्था गरेको छ। पहिला हजुरहरूले नर्मल्ली बुझ्ने, त्यसपछि बुझेको आधारमा अनि आफ्नो तरिकाले चाहिँ लेख्न सक्ने चाहिँ हुनुपर्छ। जस्तै अब तपाईँले त्यहाँ संविधानमा हेर्नुभयो भने अब त्यहाँ तलमाथि सिरियल बाई यहाँ नहुन सक्छ, मैले सिरियल बाई नलेख्या हुन सक्छु, तर त्यहाँभित्र संविधानमै भएको सबै कुराहरू चाहिँ यसमा चाहिँ समावेश हुन्छ। जस्तै अब अर्को छ यो राजस्वको बाँडफाँड भनेको छ। जस्तै राजस्वको बाँडफाँड भनेको धारा कतिमा छ? धारा 60 मा छ। धारा 60 मा व्यवस्था गरेको छ। अब सेम यही छ। जस्तै राजस्वको बाँडफाँड भन्दा बित्तिकै पनि सेम यही, यो सुरुको दुईवटा कुरा त एउटै हो क्या। यो सुरुको दुईवटा कुरा एउटै छ, यो तेस्रोमा पनि एउटै छ। जस्तै यहाँसम्मको कुरा एउटै छ। अब तपाईहरुले जस्तै कसरी एउटै छ के हो यो भन्नुहुन्छ भने सुरुमा चाहिँ यो सङ्घ, प्रदेश र स्थानीय तहले चाहिँ आफ्नो अधिकार क्षेत्रभित्र रहेर मात्र के गर्न सक्छन् त। अब जस्तै यहाँ के भनेको छ, अब यहाँ बजेट या कानुन निर्माण भनेको छ नि, हो तिनीहरूलाई अब के गर्ने त भन्नाले कर र कर लगाउन सक्ने र उठाउन सक्ने भन्छ कि। जस्तै अब यहाँ कर लगाउने र उठाउने अधिकार सम्बन्धी व्यवस्था गरेको छ। जस्तै सङ्घले अनुसूची 5 मा, प्रदेशले अनुसूची 6 मा र स्थानीय तहले अनुसूची 8 को अधिकार क्षेत्र मात्र भित्र रहेर मात्र के गर्न सक्छन् त, जस्तै कर लगाउन र राजस्वहरू सङ्कलन गर्न उठाउन सक्ने व्यवस्था रहेको छ भन्छ। अब जस्तै यो साझा अधिकारको विषयमा फेरि कस्तो हुन्छ भन्नाले यो प्रदेश र स्थानीय तहलाई नै लागू हुने गरेर सङ्घले नै के गर्न सक्छ त, कानुन बनाउन सक्ने व्यवस्था रहेको छ भन्छ। अब जस्तै अब सङ्घ, प्रदेश र स्थानीय तहले त प्राप्त गर्छन् राजस्व परिचालन। जस्तै त्यहाँ राजस्व पनि जस्तै अन्त शुल्क छ हैन, मूल्य अभिवृद्धि गर्छ, प्राकृतिक स्रोत साधनहरूबाट प्राप्त रोयल्टी छ हैन, अनि त्यसपछि 4 प्रकारका अनुदानहरू छन्। हो, यस्तो वितरण गर्दाखेरि अब तिनीहरूले प्राप्त गरेको प्रतिफल चाहिँ न्यायोचित रूपमा चाहिँ के गर्नुपर्छ त, वितरण गर्नुपर्छ भनेको छ। अब त्यसपछि अब यसको काम सकियो, हामी यसमा आइसक्यौँ है त। धारा 60 को कुरा म भन्दैछु हजुरहरूलाई। अनि त्यसपछि के हुन्छ भन्नाले जस्तै प्रदेश र स्थानीय तहलाई वितरण गर्ने वित्तीय समानीकरण अनुदान अब के को आधारमा त भन्नाले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा कसले गर्छ त, सङ्घले उपलब्ध गराउने व्यवस्था रहेको छ। बुझ्नुभयो कि नै? हो, जस्तै प्रदेश र स्थानीय तहलाई चाहिँ वितरण गर्ने वित्तीय समानीकरण अनुदान अब के कसको सिफारिसमा त भन्नाले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा मात्र कसले दिन्छ, सङ्घले दिन्छ भन्छ के। अब हो, अब यो दिँदाखेरि केलाई आधार मानेर दिन्छ त भन्नाले जस्तै यो वित्तीय समानीकरण दिँदा हो सङ्घले वित्तीय समानीकरण अनुदान वितरण गर्दा हो खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता भन्छ के है त।
राजस्वको क्षमतालाई आधार मानी उपलब्ध गराउने के छ त व्यवस्था रहेको छ भन्छ है त। हो व्यवस्था रहेको छ भन्छ। अब यही प्रोसेसले सेम यही प्रोसेसले अब परदेशले पनि के गर्छ त भन्नुहुन्छ भन्नाले जस्तै परदेशले हो स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान अब के को आधारमा त भन्नाले जस्तै यो प्राकृतिक स्रोत तथा वित्त आयोगको भन्छ के वित्त आयोगको सिफारिस बमोजिम के गर्ने त उपलब्ध गराउने भन्छ है त। अब उपलब्ध त गराए तर यो उपलब्ध गराउँदाखेरि पनि के को आधारमा गराए त भन्नाले परदेशले दिने वित्तीय समानीकरण अनुदान स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा दिने भन्छ के। अब यो सबै जस्तै संघले परदेश र परदेशले स्थानीय तहलाई दिने यो राजस्व बाँडफाँड अथवा अनुदानको वितरण गर्दाखेरि पारदर्शिता चाहिँ अनिवार्य चाहिँ अपनाउनु पर्छ भनेको छ कि। जस्तै अब अन्य व्यवस्था त अब संघीय कानुन बमोजिम हुने भनेर चाहिँ प्रष्ट व्यवस्थै गरिसकेको छ। जस्तै अब आज हजुरहरूले यति मात्र याद गर्नु होला कि जस्तै आर्थिक अधिकार पर्दाखेरि हामीले राजस्वको विषयलाई चाहिँ अनिवार्य हामीले समावेश गरेकै हुन्छौँ। जस्तै यो अधिकार भन्दा बित्तिकै हामीले अधिकारको विषय सँगै ट्याली गरेर के गर्यौं त हामीले राजस्वको बाँडफाँड पनि पढ्दियौं। अब हजुरहरूले जान्नै पर्ने एउटा अर्को छ, एउटा समिति छ। अब जस्तै यही विषयलाई आधार मानेर हामीले आर्थिक कार्यप्रणाली पनि जस्तै संघको पर्दाखेरि हामीले प्रदेश र स्थानीय तहको चाहिँ पढ्छौं। अब त्यो आर्थिक कार्यप्रणाली फेरि छुट्टै छ व्यवस्था हैन। जस्तै अब त्यहाँ पनि जस्तै कानुन बमोजिम कर लगाउन र उठाउन नपाइने भनेको छ। जस्तै संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम, संघीय सञ्चित कोषमाथि व्यय हुने रकम हैन। अनि त्यो अनुदानहरू अब अनुदान त पर्दैन तर विनियोजन ऐनहरू भए, अनि त्यसपछि आय र व्ययको अनुमान हो, अनुमानमा चाहिँ के कुराहरू चाहिँ समावेश गर्छ। अनि संघीय सञ्चित कोषमा कस्तो कस्तो रकमहरू चाहिँ जम्मा हुन्छ त हैन, कुन हुन्छ हो। अनि त्यसपछि विनियोजन ऐन यदि विचाराधीन रहेको अवस्थामा के हुन्छ हो, देशमा अब कुनै आर्थिक सङ्कट आयो त्यो अवस्थामा के हुन्छ। जस्तै रकमान्तर र स्रोतान्तर विशेष परिस्थितिमा के हुन्छ, जस्तै आकस्मिक कोष भन्छ हैन। अनि त्यसपछि पेस्की भन्छ, अनि पूरक अनुमान भन्छ हैन। हो यो विषय पहिला हामीले नर्मली जान्ने मात्र हो कि, पहिला नर्मली सरसर्ती हेर्ने, अनि त्यसपछि बुझ्ने, अनि त्यसपछि आफ्नो तरिकाले चाहिँ लेख्न सक्ने हो। जस्तै यो आर्थिक कार्यप्रणाली भन्दा बित्तिकै हामीले नर्मली बुझ्ने हो भने जस्तै यो समग्र राज्यको चाहिँ यो आम्दानी र खर्चलाई चाहिँ यो नियमित रूपमा अथवा व्यवस्थित तरिकाले चाहिँ परिचालन गर्नका लागि चाहिँ अवलम्बन गरिने कार्य प्रक्रिया र पद्धतिको समष्टिलाई नै के भन्छौँ त हामीले आर्थिक कार्यप्रणाली भन्छौँ भन्छ हैन। मैले एउटा क्वेशन पनि राखिदिएको छु। जस्तै आर्थिक कार्यप्रणाली भनेको के हो हैन, आर्थिक कार्यप्रणाली भनेको के हो। जस्तै अब आर्थिक कार्यप्रणाली सम्बन्धी संविधानमा के कस्तो व्यवस्था रहेको छ र अब आर्थिक कार्यप्रणाली अन्तर्गत जस्तै के विषयहरू पर्छन् त्यो क्वेशन पनि त्यो राखिदिन्छु। अब हजुरहरूले त्यो जति प्र्याक्टिस गर्नुभयो नि, लेख्ने जति आफ्नो बानी बसाल्नुभयो
त्यति नै हामीलाई के हुन्छ त सहज हुन्छ अनि बुझिन्छ, लेख्दै पढ्दै गर्दा पनि बुझिन्छ। अब एउटा अर्को छ समिति छ, मैले हजुरहरूलाई सिकाउनै पर्ने र हामीहरूले जान्नै पर्ने एउटा समिति छ, जस्तै राष्ट्रिय सुरक्षा परिषद है त। राष्ट्रिय सुरक्षा परिषद छ, जस्तै नेपालको संविधानको धारा 266 मा व्यवस्था गरेको छ। अब यसमा हामीले जान्नै पर्ने कतिजना सदस्य हुन्छन्, को अध्यक्ष हुन्छ, भन्छ के अब यहाँ सदस्य सचिव को हुन्छ, आखिर त्यो समितिको काम चाहिँ के हो भन्ने विषय पनि जान्न एकदमै जरुरी छ है। अब नेपालको संविधानको धारा 266 को व्यवस्था धारा 266 को व्यवस्थामा के छ त भन्नाले राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी व्यवस्था छ है त। राष्ट्रिय सुरक्षा परिषद छ है, समिति छ, राष्ट्रिय सुरक्षा परिषद है त। अब जस्तै राष्ट्रिय सुरक्षा परिषद भित्र संयोजक को हुन्छ, कतिवटा सदस्यहरू हुन्छन् र सदस्य सचिव चाहिँ को हुन्छ त आखिर हैन, यसको बारेमा चाहिँ जान्छौं। अनि यो समितिको वास्तवमा के काम हो थाहा छ? जस्तै यो समग्र राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व, हित कायम गर्नका लागि नीति नियमहरू निर्माणहरू गर्ने हो, अनि सेनाहरूको परिचालन गर्ने, व्यवस्थापन गर्ने, अनि प्रधान न्यायाधीशको चाहिँ के गर्ने त भन्नाले सिफारिस गर्ने भन्छ के। यसको काम चाहिँ त्यो हो है त। जो सुरक्षा भन्दा बित्तिकै हामीले सम्झिनु पर्यो सुरक्षासँग सम्बन्धित मात्र कामहरू चाहिँ गर्छ। र अब यो हामीले जान्नै पर्ने कुरा भनेको जस्तै अब यसको कमा यो समिति जस्तै प्रधानमन्त्री छ हैन, प्रधानमन्त्री चाहिँ के भन्ने त अब जस्तै हो, प्रधानमन्त्री के भन्ने है त। प्रधानमन्त्री संयोजक अथवा के भन्छ त अध्यक्ष भन्छ हैन, अध्यक्ष भन्छ। प्रधानमन्त्री के भन्ने रहेछ? अध्यक्ष। अब दोस्रोमा नेपाल सरकारको रक्षा मन्त्री भन्छ, सदस्य भन्छ है त। नेपाल सरकारको रक्षा मन्त्री सदस्य। अहिले यो म पढ्ने टेक्निक पनि भनिदिन्छु कसरी सम्झिने हैन, यो समितिहरू कसरी सम्झिने म त्यो तरिका पनि म हजुरहरूलाई लेखिदिन्छु है त। अर्को नेपाल सरकारको गृह मन्त्री भन्छ के, सदस्य भन्छ है यो पनि। अब अर्को नेपाल सरकारकै परराष्ट्र मन्त्री भन्छ, सदस्य भन्छ के ऊ पनि है त। त्यसपछि नेपाल सरकारको अर्थमन्त्री भन्छ, सदस्य भन्छ है त। अब चमा नेपाल सरकारको मुख्य सचिव भन्छ, यो पनि के त सदस्य भने, सदस्य।
अब नेपाली सेना भन्छ है त, नेपाली सेना भन्छ कि। अब त्यसपछि नेपाली सेनाको पनि सेनापति भन्छ है त, नेपाली सेनाको सेनापति भन्छ, सदस्य नै हुन्छ है त। उपधारा 1 मा यति मात्र, यो समितिभित्र यति मात्र रहने भनेर व्यवस्था गरेको छ। जस्तै अब प्रधानमन्त्री संयोजक अथवा अध्यक्ष हुने, जस्तै कसको त राष्ट्रिय सुरक्षा परिषदको। अब रक्षा मन्त्री सदस्य हुने, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाको सेनापति अथवा सेना मात्र सदस्य हुने भनेछ। अब पहिला यतिलाई हामीले सम्झिने कसरी त? प्रधानमन्त्री त हामीले सम्झिन्छौँ, प्रधानमन्त्री सम्झिन्छौँ, तर यो बीचकालाई हजुरहरूले सिरियल वाइज सम्झिनको लागि के गर्ने भन्नुहुन्छ भने यो यति विषयलाई सम्झिनको लागि, जस्तै अब यहाँ सुन्नु है त, यो टेक्निक छ। यो प्रधानमन्त्री आपसे आप सम्झिनुहुन्छ हजुरहरूले। अब नेपाल सरकारको पनि यो सबैमा छ, नेपाल सरकार, नेपाल सरकार, नेपाल सरकार, नेपाल सरकार, नेपाल सरकार हैन। अब लास्टमा मात्र के छ त? नेपाल अथवा सेना अथवा सेनापति भनेको छ। अब यो विषयलाई कसरी सम्झिने? रक्षा गर पर, अर्थ मुख नेर भनेर सम्झिने। जस्तै म यही लेखिदिन्छु, रक्षा गर पर, अर्थ के त? मुख नेर। अब यो भने के हो? रक्षा भनेको रक्षा मन्त्री, गर भनेको गृह मन्त्री, पर भनेको परराष्ट्र मन्त्री, अर्थ भनेको अर्थमन्त्री, मुख भने नि त, मुख्य भनेको मुख्य सचिव, नेर भनेको नेपाली सेना भनेको हो के। जस्तै रक्षा अरूको गर, तर अर्थ भनेको पैसा, रक्षा परको गर, रक्षा गर पर भनेको छ नि, रक्षा परको गर, तर अर्थ भनेको पैसा चाहिँ मेरो मुख अगाडि मात्र राख भन्यो के। यसरी चाहिँ हजुरहरूले टेक्निकले पनि पढ्न सक्नुहुन्छ। जस्तै रक्षा गर पर, अर्थ मुख नेर। अब यसको सदस्य सचिव चाहिँ को हुन्छ त? अब भन्नुहुन्छ भने यसको सदस्य सचिव भनेको जमा यो छुट्टै व्यवस्था राखिदिएको छ तल 2 मा लगेर हो। अब रक्षा मन्त्रालयको भन्छ के, रक्षा मन्त्रालयको सचिव भन्छ है त। रक्षा मन्त्रालयको सचिव राष्ट्रिय सुरक्षा परिषदको, सुरक्षा परिषदको के भई त? सदस्य सचिव भई काम गर्ने व्यवस्था रहेको छ भन्छ कि। सदस्य सचिव हुने को रहेछ त भन्नाले रक्षा मन्त्रालयको चाहिँ सचिव चाहिँ राष्ट्रिय सुरक्षा परिषदको के हुँदो रहेछ त? सदस्य सचिव भएर चाहिँ काम गर्दो रहेछ हो। यो जीके मा पनि सोधिसक्यो हो नि। जस्तै अब राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव को रहने व्यवस्था छ भन्यो। अब त्यहाँ ठ्याक्क संविधानमा समिति भनेर माथि यति राखिदियो, तर यसलाई तल छुट्टै व्यवस्था गरिदियो। अब कतिपय साथीहरूले जीकेमा सोध्यो है, भर्खरै जीकेमा सोधेका साथीहरूलाई यो चाहिँ हेरेनन्, यो माथि हेरे सदस्य मात्र छ, सदस्य सचिवै छैन भन्ने भयो। तर सदस्य सचिव त आखिरी को हुने रहेछ त? रक्षा मन्त्रालयको सचिव हुँदो रहेछ नि त हो। रक्षा मन्त्रालयको सचिव सदस्य सचिव भई काम गर्ने छ कसको त? राष्ट्रिय सुरक्षा परिषदको भनेर हजुरहरूले याद गर्न चाहिँ सक्नुहुनेछ है त। ल यति विषय हो हामीले आज। जस्तै आर्थिक अधिकार हो, राजस्वको बाँडफाँड र अर्को राष्ट्रिय सुरक्षा परिषदको समितिको बारेमा चाहिँ जान्यौ है त। यो विषयलाई तपाईले नर्मली पहिला बुझ्ने कोसिस गर्ने, त्यसपछि एकचोटि प्र्याक्टिस गर्ने, लेख्ने हैन, त्यसपछि एकचोटि नहेरेर लेख्ने, त्यसपछि तपाईलाई एक्जाममा आउँदाखेरि जस्तो तरिकाले घुमाए पनि तपाईले लेख्न चाहिँ सक्नुहुनेछ। थ्यांक यू।